हेलो गाइज, बालुवा खोलादेखि बुकिराखेको अहिले बिहान एक टिप अहिले एक टिप दुई टिप गर्दैछौँ। लगभग 50-65 केजी होला, 50देखि माथि छ। हामी लगभग 2.5 घन्टाभित्र हामी नाम्चे बजार पुग्नेछौँ। हामी चाहिँ ओहोर दोहोर 2.5 घन्टा जति लाग्ने रहेछ। अब बिस्तारै गयो भने 3 घन्टा लाग्छ, नभए 2 घन्टा लाग्छ। यसरी परिश्रम गरिरहेका छौँ। मेरो साथी पछाडि हुनुहुन्छ। आज नभए उहाँ त बानी परिसक्यो, एकै टिकटमा उहाँ त पुर्याउनुहुन्छ। गाह्रो छ पैसा कमाउनु साथी हो। ठिक, यो पैसा चाहिँ एक बोराको कति होला अनुमान गर्नु होला।